गर्ने भयो पसिनाले त खतम बनायो अझै छ त्यत्रो धेर अनि सबै ल्याउ पखाल्नु पर्ने छ अझै टाइम लाग्ने भयो गाड मस्किन्छ के गर्नु पोखरी खुलेको माछा सबै भागेछ माछा सबै खोलै खोला गाडीले माछाले ओहो माछा हेरिछ दिउ खाइदे पक्रेर पक्रो न गाई फेर्नु त छ्याप्पै उता उठ्यो गोल्टे हुँदैछ डन्डीले एकचोटि हिर्कादिनु पक्रियो नि आइजो उता बाबा ल्याउको बराउँछ उ ल्याउको मुनि उल्टा डर लागिरहेको अच्छा माछा खाने मात्रै रहेछ दाइले त मिठो मानेर पकाउनु त कस्तो राम्रो छ समातेर चाहिँ म समातेर त्यो पाहामा हुनुहुन्छ अहिले मासु नालीमा जान्छ लिएन यत्रो भाडामा त दिनु हुँदैन त्यहीको हो यो माछा जाउँदो भने त म धेरै हुन्छ है अनि मिल्को पछि मिल्को भएको पऱ्यो होइन बिहादी उस्काएर पसेको छ 2-3 चोटि मैले फेरि बाउसे गऱ्यो भने घरमा जोर गाली गर्छ धेरै जान्ने भएर कसरी गर्छ र ए म जाँदा त्यो धेरै नतानी हो क्या जैसा फलाक बोलायो नि चल्किहाल्यो नि त अनि मलाई बाबाको प्रायः चालु हुँदैन आराम पाइन्छ जिन्दगीमा यिनीहरू यहाँ क्याप्चरम्यान टोलीहरू आलुको ट्याङ्कबाट भोगोली भाजितमा भोगोली माछाले गर्छ अनि ठेक्काउ भोगोली मतलब हाजिरा भने ढिलो गर्ने यिनीहरू 4 जना हो कि टोलीहरू कसो गर्छ अरे हाजिरामा हाजिरमा भोलि अಯ್या अయ్యా వచ్చ అది ఖండాले टेक्कामा गरेपछि चुली दुख्दैन यस्तो हो खन्दा चाहिँ कसरी खान्छ ए छिटो हो नि यस्तो बाटो दिँदै दिँदैन भोलि हेरेर चाहिँ डाँडामा गर्छ ओ
छेट उठालिने उठाउँदैन है उयो गर्दा राति माथि खाप्नु पर्ने अनि त्यो 2000 पानी ठेकामा हो भने चाहिँ एकचोटि सबै खन्यो फेरि झार सिधा बनायो हो भाइ तेरो काका मैले कति हेरेँ होइन काकाले बाउले भने पुरा पनि ढाँटेको हुन्छ त्यसरी नै यसले चाहिँ अलिक ठोक्दैन कि काममा यसले अलिक ठोक्दैन उनीहरू के त सार्दैछ भाइ भनेर यस्तो गरिदिँदा हुन्छ क्या फाइनली हाम्रो काम चाहिँ सक्यो है